Namaskaram everyone. Welcome back to my mini vlog. I hope you all guys are doing well. आज चाहिँ मेरो यात्रा छ गोवासम्म, बागडोगरा टु गोवा। अहिले चाहिँ म एयरपोर्ट पुगेर पनि बोर्डिङ लिएर सेक्युरिटी चेकिङको लागि जाँदैछु। सेक्युरिटी चेकिङ गरिसकेपछि सबै आनन्द हुन्छ, ढुक्क हुन्छ नि त। अनि मेरो बोर्डिङ पनि भइसक्यो, आरामले बसेँ। अनि वासरुम गएँ। वासरुममा मिरर देखेपछि त अलिकति नक्कल नपाइ त कहाँ हुन्छ छोरी मान्छेलाई, त्यही भएर पनि अलिकति स्टाइल मारिरहेको छु। 3 घन्टाको वेटिङ पछि म 3 घन्टा अगाडि पुगेको थिएँ नि त। फाइनल्ली म फ्लाइटभित्र बसेँ। 3 घन्टा बस्दा बस्दा बल्ल अनि फ्लाइटमा बसेको थिएँ। अनि माथिको सुत्नु पऱ्यो भनेको भ्यू देखेँ क्या विन्डोबाट। फेरि अनि भ्यू यसो हेर्नुहोस् न कति राम्रो, कस्तो रमाइलो, हेरिरहँ जस्तो, स्वर्ग नि है, स्वर्गै जस्तो देखिरहेछ। यस्तो रमाइलो भ्यू हेरेर थाकेपछि अब चाहिँ म 2 घन्टाको ट्राभल छ, अनि सुत्छु भन्ने सोचिरहेको छु। अब सुत्छु अनि सुतेँ। फाइनली अब गोवामा ल्यान्ड भइसक्यो हो। अनि अब मेरो ब्यागहरू लिन्छु, लगेज लिन्छु। त्यसपछि म एयरपोर्टबाट निस्किन्छु, आफ्नो होटलमा जानेछु र अरू भ्लगहरू तपाईँहरूलाई म मिनी भ्लग बनाएर देखाउने कोसिस गर्नेछु। अनि केही दिनको बसाइ छ, के कारणले जाँदैछु भन्ने कुरा चाहिँ म हजुरहरूलाई नेक्स्ट भ्लगमा बताउने छु। म अहिले मेरो ब्याग वेट गरिरहेको छु, अनि मेरो ब्याग आएपछि म जानेछु। अनि साथीहरू, तपाईँहरू स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। अरूमा के भन्न चाहनु, अहिलेको लागि यति नै, बिकज आइ एम सो टायर्ड नि त। फाइनली मेरो लगेज पनि आयो। अब म ट्याक्सी गरेर जान्छु। सी यू अन नेक्स्ट भ्लग। बाई बाई।